बुबु खाऊ मात्र भन्छ त यार कति देखाउनुहुन्थ्यो फेरि मेरो आइडी जान्छ क्या अनि तिम्रो खोलेर देखाइदिन्छु यहाँ छ भनेर। चलिए शुरू करते हैं। रश्मि दिदी केटा रहेछ भने फेरि ब्लगै हानिदिन्छु म त। किनेर दिन पर्यो आएर बुबु खाऊ मात्र भन्छ त यार कति बुबु खाऊ मात्र भन्छ त यार कति मात्रै होइन कि ल ल ब्याग देऊ है रे। ब्याग दिन्छु दिदी रश्मि दिदी केटा रहेछ भने फेरि ब्लगै हानिदिन्छु म त। मसँग कपडा छैन कि म भिखारी हो पागलहरू, म भिखारी कपडा छैन म। मेरो इच्छा हो म चाहिँ सुसुकै कपडा लाऊँ, तिमीहरूले किनेर दिनु पर्यो आएर। नाच्ने मान्छेहरू नि कस्तो देखाउनुहुन्थ्यो फेरि मेरो आइडी जान्छ क्या अनि तिम्रो खोलेर देखाइदिन्छु यहाँ छ भनेर। ट्याटु ल छट न यो धेरै देखाउनु हुन्न कि बिहान हुन्छ मेरो ल भाइहरू नजाम कान्छ कर गर्नु भयो लास्टै ल छट भोलि भेटौँला ल छट न म गएर भात खान्छु भोक लाग्यो भात खानु भ्याइन के अरे जर न अब त म त मरेँ यार ल जाऊ तिमी पनि म नि अब बजारतिर जान्छु पाउरोटी र दुध घोडाको भन्न नपर्ने भइसक्यो होइन होइन बुबु खाऊ बुबु खाऊ बुबु खाऊ बुबु खाऊ मात्र भन्छ त यार यहाँ पागलहरू ए भीमदाईको बे गरिदिनु पर्यो अब नगर न यार यसो गऱ्यो भने त नगर न यो हामीको अब मलाई दुख्यो कि नगर न तिम्रो हात कस्तो दर छ कि त्यति बेला काठमा धान माचिन्छ को माथि आएर गीता बौलाई फेरि नाम खोल्थ्यो मेरो सबले मलाई अब मिडिया बोलाउने भयो मेरो नाम अहिलेसम्म मैले भनेको थिएन के भन्थे त मेरो नाम ब्रोकन हार्ट मुटु टुक्रेको बौलाई माथि भात खान पाउँदैन के गर्नु नगर यो कान्छा यो घाँटीमा समात्ने बानी चाहिँ छोड है छोड न एकछिन म यो खान्छु के छोड न एकछिन गर्मी भयो कि मलाई बस न यो छोड न यहाँ घाउ दुख्यो उसको नि अपरेसन गर्नुपर्छ ल गाइजहरू सबैजनालाई यतिन्जेलसम्म तपाईँहरूले मलाई उगाउनु भएको पैसा भयो अब पैसा झिक्न जानु पर्यो कान्छा बिङमा ल धन्यवाद। तपाईँहरूलाई राम्रो नराम्रो लेख्नेहरूलाई पनि है धेरै धेरै